केजीको 1300, आधा केजीको 650। अनि यो दाल चाहिँ यो दालहरू पनि हेरी छ। यो राजमा दाललाई 280 रुपियाँ पर्छ। यो हरियो दाललाई 200। के लाने तपाईँ? त्यो घिउ लानु परिन्छ, घिउ चाहिँ अलिक मिलाएको छैन। 1300 भन्दा घटी त हुँदैन, हाम्रो त रेटै हुन्छ डेरीको। घटाएर बढाएर दिनु मिल्दैन, राम्रो पनि छ। 1300 घटी त म त दिन्न है। पैसा आउँछ है, मिलाएर दिन्न। पैसा आउँछ काट्दै हाल्दै हुन्छ। पानी तेल कसरी छ? सनफ्लो 2400। एक कार्टुन तेल हालिदिउँ है। यो धारा चाहिँ धारा 26। कति भन्नु? 4000 भयो। साह्रै पैसा छुटेछ, म एकछिनमा आउँछु ल। सामान लिएर यहाँनिर मेरो मोबाइल छ, फोटो नपत्याउनु भएको है। पैसा लिएर आउँछु अहिले। मोबाइल राख्दैन, म एकछिनमा लिन आउँछु ल। मोबाइल सामान लिएर आउँछु। फेरि पैसा आएन नि मोबाइल फेरि पच हुन्छ नि। कहाँ 1.5 लाखको मोबाइल आइफोन पछि हुन्छ। म लिएर आउँछु अहिले एकैछिन पैसा लिएर आउनु पर्यो है। म आइहाल्छु। छिटो आउनु है। मेरो त मोबाइल हराएछ भाइ। त्यहाँभित्र मोबाइल राखेको थियो। अहिले एउटी आएको थियो घिउ कहाँ छ भनेर सोध्दै। मोबाइल पो हराएछ। कसले लगाउला? पसला नि कति थरीका मान्छे आउँछन् बा। सकिएन मिल्छ। खोइ यहाँ एक मोबाइल छोडेर गएछ। ए मेरै हो कि क्या हो मोबाइल त? अनि ती आइन्जेलसम्म बस्न पर्यो त मलाई पैसा ल्याइदिन्छ न छोडेको मोबाइल हो। त्यसरी क्या हुन्छ? त्यो त मेरो मोबाइल नभए त मेरो त मलाई गाह्रो परिहाल्यो नि। किन त आन्जेल बस्नु पर्यो र मेरो मोबाइल म चिनिहाल्छु। किन पैसा दिनु मेरो मोबाइल लाउनुलाई? उसलाई त ल्याउनु पऱ्यो नि। ऊ आएन भन्छ मेरो डुब्यो नि। अनि छोरिया भनेर दिया होला। त्यो मेरो मोबाइल म चिनिहाल्छु। मेरो नम्बर सिम सबै मेरो फोटो सबै त्यहीँ छ। अनि त्यहाँबाट कहाँ म पैसा दिन्छु? यो त मेरो मलाई त ठगिहाली त है।